sudden sensory neural hearing loss or sudden sensory neural deafness यो ENT को एउटा मेडिकल इमर्जेन्सी हो। यसमा बिरामी 81 बिरामीलाई एउटा कानको हेयरिङ लस हुन्छ र कान नसुन्ने हुन्छ र यो जेनरली बिरामी राति सुतेर बिहान उठ्दाखेरि धेरैले एक्सपिरियन्स गर्छ, तर दिनको जुनसुकै बेला पनि हुन सक्छ। कुनै कुनै व्यक्तिहरूमा सुनाइमा कमी आउनुको साथसाथै कान कराउने टिनाइटस र कसैलाई भर्टिगो जसलाई चाहिँ चक्कर आउने पनि गर्दछ। यो मेडिकल इमर्जेन्सी हो किनभने यसमा एभ्री मिनट, एभ्री आवर र एभ्री डे को एकदमै इम्पोर्टेन्स छ। जति तपाईँ यसको ट्रिटमेन्ट दिनलाई ढिलासुस्ती गर्नुहुन्छ त्यति नै ट्रिटमेन्टको इफेक्ट राम्रो हुँदैन। त्यसै कारणले गर्दाखेरि समयमा नै यदि यो समस्या आइपरेको छ भने समयमा नै ENT रोग विशेषज्ञसँग परामर्श लिन अत्यन्त जरुरी छ। धन्यवाद।